सम्माननीय अध्यक्ष महोदय, हामी सरकारको बजेट वक्तव्यमाथि छलफल गरिरहेका छौँ। माननीय अर्थमन्त्रीज्यूले सङ्घीय संसदको संयुक्त बैठकमा 2082-83 का लागि 19 खर्ब 64 अर्ब 11 करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ। अर्थतन्त्रका विभिन्न क्षेत्र अनुकूल भएको भनिएको अहिलेको अवस्थामा संसदमा झन्डै 2/3 बहुमत भएको सरकारले ल्याएको बजेट औसत र परम्परागत छ। बजेटको परम्परागत संरचना र सोचलाई बदल्ने गरी आइस ब्रेक गर्ने अवसरबाट सरकार चुकेको छ। देशको वर्तमान समस्या बेरोजगारी, गरिबी र सुशासनको अभाव हुनु हो, तर यो समस्याको समाधान गर्नेतर्फ बजेट केन्द्रित हुन सकेको छैन। यस्तो परम्परागत र लोकरिजाई किसिमको बजेटले लक्ष्यअनुसार पुँजी र पूर्वाधार निर्माण गर्न सक्दैन भन्ने मेरो भनाइ छ। स्रोत समितिले 19 खर्ब 95 करोडको बजेट सिलिङ दिएको भए पनि सरकारले 19 खर्ब 64 अर्बको ठुलो बजेट ल्याएको छ। यो बजेट चालु आर्थिक वर्षको संशोधन खर्च अनुमानभन्दा 18% ठुलो हो। खर्च गर्ने क्षमतामा सुधार आउन नसकेको अहिलेको अवस्थामा यति ठुलो बजेट ल्याउनुको कुनै औचित्य देखिँदैन। ठुलो आकारको बजेट ल्याउँदा जनतामा करको भार बढ्छ भने बजेट संशोधन गरी घटाउँदा करको दायरा र दर घट्दैन। यसले जनतामा नै मार पर्ने देखिन्छ। अध्यक्ष महोदय, पुँजीगत खर्चको लागि वैदेशिक ऋण र अनुदानमा भर परेको बजेट प्रस्तुत भएको छ। जबकि विगत 5 वर्षको तथ्याङ्क हेर्ने हो भने लक्ष्यको 48% देखि 52% अनुदान र 52 देखि 56% ऋण प्राप्त गरेको देखिन्छ। यस वर्ष पनि फागुनसम्म जम्मा 222 अर्ब मात्र ऋण र अनुदानको सम्झौता भएको देखिन्छ। आगामी वर्ष 53 अर्ब 45 करोड वैदेशिक अनुदान परिचालन गर्ने लक्ष्य राखिएको छ, जुन चालु आर्थिक वर्षको भन्दा झन्डै 45% बढ्यो। अन्तर्राष्ट्रिय भू राजनीतिमा आएको फेरबदल र दाताहरूको फरक नीति अवलम्बन गरिरहेको अहिलेको अवस्थामा लक्ष्यअनुसार वैदेशिक अनुदान र ऋण प्राप्त गर्ने आधार देखिँदैन। विगत 3-4 वर्षदेखि पुँजीगत खर्च 3 खर्ब हाराहारीमा मात्र भएको देखिन्छ, जबकि यही समयमा बजेटको आकार 15 खर्बबाट बढाएर झन्डै 20 खर्ब पुर्याइसकेका छौँ। पुँजीगत खर्च बढाउन सरकारले बजेट मार्फत कुनै कार्यक्रम घोषणा गर्न सकेको छैन। आगामी आर्थिक वर्षमा सरकारले 13 खर्ब 15 अर्ब राजस्व परिचालन गर्ने लक्ष्य लिएको छ, जुन चालु आबको संशोधित अनुमानभन्दा झन्डै 17% बढ्यो। त्यसैले राजस्वको यो लक्ष्य पनि स्वाभाविक देखिँदैन। राजस्व र अनुदानको लक्ष्य अस्वाभाविक राखेर ल्याइएको ठुलो बजेटले ऋण बढाउने निश्चित छ। यो प्रवृत्ति विगतदेखि नै दोहोरिँदै आएको छ। यसलाई चिर्न अर्थमन्त्रीले प्रयत्न गरेको देखिँदैन। सरकारले 5 खर्ब 95 अर्ब 66 करोड ऋण उठाउने लक्ष्य लिएको छ। अर्को वर्षको अन्तिमसम्ममा सार्वजनिक ऋण 30 खर्ब 10 अर्ब पुग्ने सरकारकै अनुमान छ। यसरी ऋण बढिरहँदा पुँजी र उत्पादन बढ्न सकेको छैन। विकास बजेटभन्दा बढी ऋण तिर्न बजेट छुट्याइएका कारण आगामी वर्ष उस्तै प्रवृत्ति दोहोरिने स्थिति देखिन्छ। अर्थमन्त्रीज्यूले सामाको ब्याज भुक्तानीको लागि 4 खर्ब 11 अर्ब रुपैयाँ खर्च हुने अनुमान गर्नुभएको छ, जबकि उहाँले पुँजीगत तर्फ भने 4 खर्ब 7 अर्ब बजेट विनियोजन गर्नुभएको छ। यसरी पुँजी तथा विकास निर्माणभन्दा सेवामा बढी खर्च गर्नुपर्ने अवस्था आउनु गम्भीर विषय हो। प्रस्तुत बजेट हेर्दा सरकारको गाम्भीर्यता देखिँदैन। अध्यक्ष महोदय, विदेशमा लगानी खुल्ला गर्ने नीति दिएको छ। यो अहिलेको आवश्यकता हो कि होइन? अहिलेको विदेशमा लगानी खोल्ने बेला भएको छ कि छैन? अहिले पुँजी पलायन गराउँछ कि गराउँदैन? यसले मलाई लाग्छ पुँजी पलायन गराउने खतरा बढेको छ। यो गम्भीर छलफलको विषय हो। अध्यक्ष महोदय, कृषिमा उत्पादन बढाउने लक्ष्य लिए पनि कृषक र व्यापारी बीचको मार्जिन घटाएर किसानलाई प्रोत्साहन गर्ने कुरा बजेटले बिर्सिएको छ। समाजवादी अर्थतन्त्रको जग बलियो बनाउन सरकारी क्षेत्रलाई बलियो बनाउँदै निजी क्षेत्रलाई सँगसँगै लिएर जानुपर्ने हुन्छ। तर सरकारको बजेट आयात व्यापारमा संलग्न व्यापारीहरूका लागि केन्द्रित भएको देखिन्छ भने महिला, दलित, मधेसी, अल्पसङ्ख्यक, वैदेशिक रोजगारबाट फर्केका युवा, ज्येष्ठ नागरिक र बालबालिकालाई यो बजेटले उपेक्षा गरेको देखिन्छ। अर्थमन्त्रीज्यूले बजेट सार्वजनिक भए पश्चात मदिराको करको दरमा टाइप मिस्टेक भयो भन्दै सच्याउनु भयो भन्ने खबरहरू सार्वजनिक भएका छन्। आगामी दिनमा यस्तो गम्भीर गल्ती नहोस् भन्ने अपेक्षा राख्दछु। सम्माननीय अध्यक्ष महोदय, प्रधानमन्त्री, प्रमुख सत्ता साझेदार दलका नेता, अर्थमन्त्री लगायतका जिल्ला तथा क्षेत्रमा मनग्गे बजेट खन्याइएको पाइन्छ। देशको जुनसुकै ठाउँमा विकास भए पनि राम्रै हो, तर आवश्यकता र औचित्यका आधारमा बजेट हाल्ने कि पहुँच र राजनीतिका आधारमा बजेट खन्याउने, यसमा गम्भीर हुन जरुरी छ। दमकको बन्ने भनिएको भ्यू टावर
र अन्तर्राष्ट्रिय रङ्गशालादेखि डडेलधुराको एयरपोर्टसम्म यस्ता उदाहरणहरू